अहिले देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। लगातारको पानीले जनजीवन प्रभावित बनेको छ। मौसम विभागले तीव्र गतिको हावाहुरी आउने अनुमान गरेको छ। त्यसैले सबैलाई सतर्क रहन आग्रह गरिएको छ। हिमाली भेगमा हिमपात भइरहेको छ। यसले यात्रा थप जोखिमपूर्ण बनाएको छ। प्रतिकूल मौसमका कारण धेरै राजमार्गहरू आंशिक रूपमा बन्द भएका छन्। यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।